पनि र हाम्रो छोटो सूचनालाई पनि आधार मानेर यहाँ उपस्थित भइदिनु भएकोमा यहाँहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। आज देश चुनावी माहौलमय बनेको छ। हामी लमजुङका विभिन्न पहाडी कुनाकन्दरा गाउँ टोलहरूमा घुमेर आयौँ। अझै त्यहाँ घुम्नुपर्ने धेरै ठाउँहरू छन् र हजुरहरूले यहाँ अघि भर्खरै उठाउनु भएका विभिन्न प्रश्नहरू, सुझावहरू र हामीलाई दिनुभएका शुभेच्छाहरूको लागि म फेरि पनि धन्यवाद व्यक्त गर्दछु। कुनै पनि नेतृत्व प्रश्नभन्दा माथि कहिल्यै पनि हुनु हुँदैन। हामीले अहिलेसम्म जन्माएका नेतृत्वहरू उहाँहरू प्रश्नभन्दा माथि रहन चाहनुभयो। उहाँहरूलाई प्रश्न गर्यो भने भोलिपल्टबाट त्यो प्रश्नकर्ताको फोन नउठ्ने, प्रश्नकर्ता प्रति उल्टै प्रश्न उठ्ने र प्रश्नकर्ताहरू प्रति विभिन्न सामाजिक सञ्जाल अथवा विभिन्न माध्यमहरूबाट अफवाह फैलाउने, गाली गलौज गर्ने एउटा परिस्थिति बनेको थियो। तर म भन्छु, कुनै पनि नेतृत्वलाई कडाभन्दा कडा प्रश्न सोध्नुहोस्, किनकि त्यही प्रश्न तपाईहरूप्रतिको जवाफदेहिताको कारणले नै हामीले तपाईहरूको काम गर्न सक्छौँ अथवा हामीले यो देशको विकासको लागि काम गर्छौँ, यो देशको आवश्यकता पुरा गर्न सक्छौँ। र जनताले, जसले मतदाताहरूले हामीलाई जुन आशा भरोसाले संसदमा पुर्याउन सक्नुहुन्छ, त्यसप्रति हामीलाई सधैँ सजग गरिरहन सक्छ। त्यसैले नेतृत्वमा गइसकेपछि अथवा नेतृत्वमा जाने पहल गर्दै गर्दा पनि यहाँहरूले कुनै पनि बेला प्रश्न सोध्न नबिर्सिदिनुहोला। प्रश्न सधैँ यहाँहरूको प्रश्न, सुझाव, साथ, सहयोग, शुभेच्छा र शुभकामनाको लागि म यहाँहरूप्रति हार्दिक अनुरोध गर्दछु। म यहाँहरूले उठाउनुभएका प्रश्नको एउटा क्रमिक रूपमा यहाँहरूलाई प्रश्न पार्ने नै छु। त्यसभन्दा अगाडि म अलिकति यो जिल्लाको वस्तुस्थिति हामीले कस्तो पायौँ, के रहेको पायौँ भन्ने कुरा यहाँहरूलाई जानकारी गर्न चाहन्छु। हामीले चुनावी अभियानका क्रममा घर दैलो अथवा मतदाताहरूसँग भेटघाट अभियान सुरु गरिसकेका थियौँ। मनोनयन दर्ता गरेपछि हामी त्यसको पर्सिपटकबाट त्यो अभियान सुरु गऱ्यौँ र बिचमा केही आफ्ना पारिवारिक कामहरू पनि भएकोले त्यसमा पनि लाग्यौँ। र त्यस क्रममा मध्य नेपाल नगरपालिकाका 10वटा वडाहरूमा हामी पुग्यौँ र त्यहाँका 3-4वटा गाउँ बाहेक अरू सबै गाउँहरूमा पुग्यौँ, सबै टोलहरूमा पुग्यौँ र उहाँहरूसँग साक्षात्कार गऱ्यौँ। र यहाँ हजुरहरूले सोध्नुभएका भन्दा पनि कडा प्रश्नको सामना हामीले त्यहाँ गऱ्यौँ र त्यसबाट हामी अत्यन्त हर्षित थियौँ। र किनकि उहाँहरूको त्यो प्रश्न, आक्रोश भनेको यो 35 वर्षसम्म देशलाई यो बेथितिमा पुर्याउनेहरू प्रतिको आक्रोशको कारणले यिनीहरू पनि त्यस्तै हुन् कि यिनीहरूलाई त हामीले सजग गराउनु पर्छ भनेर उहाँहरूको त्यो शङ्काको सुविधा थियो र त्यसलाई हामीले चिर्न सक्यौँ। र उहाँहरूले भन्नुभयो, यसपटक त घन्टी नै सम्झन्छौँ। जुनैसुकै पार्टीमा भए पनि, जुनैसुकै पार्टीको शुभेच्छुक भए पनि अथवा पार्टीमा रहे पनि नरहे पनि एक मौका दिन्छौँ। तपाईहरूलाई एक मौका दिँदाखेरि तपाईहरूलाई अर्को चुनावमा ताली लिएर हाम्रो तालीका साथ आउने कि गालीका साथ आउने त्यो तपाईहरूको कामले निर्धारण गर्छ भनेर हामीलाई घचघचाइरहनु भयो। त्यसै गरी हामी दुधपोखरी गाउँपालिकाका 4वटा वडामा धेरै सबै गाउँहरू, 4वटा वडाका सबै 1 नम्बरदेखि सुदूर पूर्वको गाउँ हाम्रो पातले गाउँ छ, 1 नम्बर वडा, त्यहाँबाट सुरु गरेर पातले अनि चारथर, बिचौर अनि त्यसपछि भुम्ली चोक अनि फुलिङगिरी, सानो काभ्रे, ठुलो काभ्रे गरेर त्यहाँ धेरै गाउँहरू गयौँ। र त्यहाँ जाँदा पनि उहाँहरूले त्यो भौगोलिक विकटताले ग्रस्त भएर उहाँहरूको धेरै माग केही पनि थिएन। पहिलो माग थियो सडक। हामीलाई सडकको लागि तपाईहरूले के पहल गर्न सक्नुहुन्छ भनेर भनिरहनु भएको थियो। अहिले त्यसमा धेरै कुराहरू हाम्रा मभन्दा अगाडिका वक्ता हाम्रा सचिवालय सदस्य शिशिर खनालज्यूले प्रश्न पारिदिसक्नु भएको छ र हामीले सडक सञ्जाललाई सुरक्षित तरिकाले बनाउनको लागि के कसो गर्न सक्छौँ भनेर उहाँहरूसँगै छलफल गरेर राष्ट्रको बजेट कति छ त्यसमा बजेट अनुसारको योजना बनाएर एकैचोटि अहिले भने जस्तै हामी त्यहाँ रेल कुदाउँछौँ भन्दैनौँ, एकैचोटि सबै गाउँमा पिच पुर्याउँछौँ भन्दैनौँ, तर त्यसलाई भ्रष्टाचार नियन्त्रण गरेर अहिले भइरहेका घुसखोरी, दलाली तन्त्रहरूलाई त्यसलाई हटाउन सकियो भने
मात्र पनि विकास दोब्बर गतिमा अगाडि बढ्न सक्छ। किनकि अहिलेको हाम्रो राष्ट्रिय बजेटको 40 देखि 50% भनेको यही कुशासन भ्रष्टाचारले खेर गइरहेको छ। त्यसलाई त्यसबाट मुक्त गरियो भने त्यो गर्न सकिन्छ भनेर त्यहाँ पनि कुरा गऱ्यौँ। र कति ठाउँमा खानेपानीको समस्या थियो र उहाँहरूले कसैले पनि मेरो छोरालाई जागिर लगाइदिनु अथवा मेरो गाउँमा यो मेरो घरमा यो ल्याइदिनु भनेर कसैको पनि छैन। सबै मतदाताहरूले बुझिसक्नु भएको छ त्यहाँ उहाँहरूलाई चाहिएको छ सामूहिक आवश्यकता पुरा गर्नको लागि जनताले पाउनुपर्ने संविधानले प्रदत्त गरेको हक अधिकार सुनिश्चित गर्नको लागि उहाँहरूले हामीलाई सल्लाह सुझाव दिनुभयो। त्यसै गरी हामी राइनस नगरपालिकाका अधिकांश वडाहरू वडा नम्बर 8 बाहेक अरू सबै 9वटै वडाहरूमा पुग्यौँ र केही गाउँहरू अझै पनि त्यहाँ बाँकी छन् र त्यहाँ पनि त्यस्तो ठुलो उहाँहरूको माग थिएन। उहाँहरूले पनि हामीलाई धेरै हेऱ्यौँ, धेरै पटक हेऱ्यौँ। यसपटक हामी उहाँहरूलाई बदल्न सकेनौँ। बदल्ने पटक पटक प्रयास गर्दा पनि बदल्न नसकेकोले हामी मत बदल्छौँ भन्नुभयो उहाँहरूले। त्यसको लागि हामी उहाँहरूप्रति यहीँबाट पनि म हार्दिक आभार व्यक्त गर्दछु। र यही हो हामी सचेत मतदाता कुनै पनि पार्टीका पेवा होइनौँ। म पनि यदि मेरो पार्टीले पनि अहिले मलाई प्रश्न गर्दै गर्दा तपाईँको पार्टीप्रति तपाईँले प्रश्न गर्ने कि नगर्ने, तपाईँको पार्टीमा कमजोरी छ भने सुधार्नको लागि सल्लाह सुझाव दिने कि नदिने भन्दै हुनुहुन्थ्यो। हामीले त पार्टीभित्र यति गहन रूपमा छलफल गर्छौँ, सानोभन्दा सानो गल्ती गर्ने छुट पनि रासपालाई छैन, रासपाका कुनै पनि सदस्यलाई छैन भनेर हामीले कारबाही नै गरेर देखाइसकेका छौँ। गत सांसदमै समानुपातिक सांसदमै पर्नुभएको ढाका कुमार श्रेष्ठलाई 72 घण्टाभित्र फिर्ता ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो गर्छ है, उसले भ्रष्टाचार विरुद्ध काम गर्छ भनेर हामीले त्यो प्रमाणित गरिसकेका छौँ। र पार्टीभित्र सुधारका लागि हामी कहिल्यै पनि पछि पर्दैनौँ र त्यसमा जहिले पनि हामी पार्टीलाई घचघचाइरहन्छौँ र जिम्मेवारी लिएका हैसियतले पनि सम्पूर्ण नेताहरूलाई र हाम्रा सदस्यहरूलाई पनि हामीले पार्टी कसरी चल्नुपर्छ, पार्टीकामा सम्बद्ध व्यक्तिहरूको आचरण व्यवहार कस्तो हुनुपर्छ भनेर हामीले सधैँ उहाँहरूलाई सम्झाइरहेका छौँ। र त्यो हामीले विभिन्न समयमा सामाजिक सञ्जालबाट पनि हाम्रा पार्टीका साथीहरूले कसरी काम गर्नुपर्छ भनेर भनिरहेका छौँ। अघि भन्दै हुनुहुन्थ्यो कई साथीहरूले कसैलाई पनि गाली नगर्ने भनेर। हेर्नुहोस्, हाम्रा चुनावी अभियानमा हाम्रा कुनै पनि उम्मेदवारले कसैप्रति पनि हामीले गाली गलौज गरेका छैनौँ। किन? हामी प्रष्ट छौँ। उहाँहरूले गाली गर्दा, उहाँहरूले हामीलाई गाली गर्दा, उहाँहरूले हाम्रा विरुद्ध झुट अनि दुष्प्रचार गर्दाखेरि उहाँहरूको त्यो एउटा भनिन्छ नि इन्टेलेक्चुअल अलिकति पढे लेखेका बुझेको समुदायले झनै उहाँहरूको त्यो मत घट्दै गइरहेको पाएका छौँ कि यसोसम्म पनि भन्ने रहेछन्, यो लेभलको झुटको खेती पनि गर्ने रहेछन् यिनीहरूले भनेर उहाँहरूको त्यो जुन विश्वासको लेभल थियो पहिला मतदाताहरूले गर्नुभएको त्यो घट्दै गइरहेको छ। र रासोपाले कसैप्रति गाली गर्दैन। कसैले पहिला अहिलेसम्म हामी चुनावी माहौलमा जाँदा प्रचार प्रसारमा जाँदा पनि उहाँहरूलाई धन्यवाद भन्छौँ। आजसम्म तपाईँहरूले जे गर्नुभयो हामीलाई तपाईँहरूकै अगाडि बसेर तपाईँहरूले गरेका नराम्रा अथवा गल्ती कमजोरीहरू औल्याउने अवसर दिनुभयो, प्रजातन्त्र ल्याउनु भयो, लोकतन्त्र ल्याउनु भयो, त्यसका लागि जेल नेल खानुभयो, त्यसका लागि धन्यवाद भनेर भन्छौँ उहाँहरूलाई। जहिले पनि उहाँहरूलाई हामीले धन्यवाद भनिरहेका छौँ। र उहाँहरूले गर्न नसक्नुभएका जुन गतिमा देशको विकास हुनु पर्थ्यो, जुन हैसियतमा हामी नेपालीहरू पुग्नु पर्थ्यो, त्यो पुग्न नसकेकाले अब यहाँहरूको क्षमताले, अब यहाँहरूको योग्यताले, अब यहाँहरूको अनुभवले, त्यो विकास गर्न सक्ने अनुभवले त्यो कुरा पुरा हुन नसकेकोले त्यो तपाईँहरूले त्यो दायित्व हामीलाई दिनुहोस्। त्यो तपाईँहरूले दिनुभएको जुन हामीप्रतिको जिम्मेवारी हुनेछ त्यो जिम्मेवारी हामी पूर्ण रूपले पालना गर्छौँ भनेर तपाईँहरूलाई एकदमै सम्मानपूर्वक बिदाई गर्छौँ भन्छौँ उहाँहरूलाई। त्यो हामीले भनिरहेका पनि छौँ। गत मनोनयन दर्ता गर्ने क्रममा यहाँहरूले सायद कतै सामाजिक सञ्जालमा हेर्नुभयो होला, मेरै प्रतिद्वन्दी उम्मेदवारले मलाई भन्नुभएको थियो काका भतिजको अब पर्ने भयो नि त भन्नुभयो। उहाँ उमेरले काका भनेर काका भन्नुभयो। मैले भने त्यही त काका, हजुरलाई आराम लिनुहोस् भनेको, हजुरको शरीरले थकान मागिरहेको छ। मैले पहिला संसदमा पनि निदाउनुहुन्छ, प्रधानमन्त्रीले नमस्कार गर्दा पनि निदाएकै देख्छौँ। अब यस्तो थकित शरीर लिएर फेरि काम गर्छु भनेर हुन्छ? हजुरको शरीरले नदिएर मनले मात्रै मागेर भयो, हजुर आरामले बस्नुहोस् भन्दा मान्नु भएन। अब के गर्ने, मतदाताहरूबाटै सम्मानपूर्वक बिदाई गर्नुपर्ने भयो भनेर मैले उहाँलाई भने। यही हो हामीले चाहेको।
अबको जुन यो हामीले युवा पुस्ता यो जेनजी आन्दोलन पछाडि 84 मा हुने निर्वाचन 82 मा आयो। त्यो 84 मा हुने निर्वाचन 82 मा आउँदा देशले यो बीचमा करिब जने 1.5 वर्ष जतिको अवधिमा अथवा करिब 2 वर्ष अवधिमा जुन क्षति बिहोर्न पर्थ्यो नि, जुन एउटा त्यो भ्रष्टाचारको जालो मौलाएको थियो नि, त्यसलाई चिर्नको लागि, त्यसमा थप अनुसन्धान गर्नको लागि र ती उहाँहरूलाई जिम्मेवारी बनाउनको लागि 1 वर्ष अगाडि आउँदा पनि राष्ट्रको अरबौं रुपैयाँ विकास खर्चमा लान सक्ने हामीले महसुस गरेका छौं। र त्यसका साथै त्यो जेनजी आन्दोलनमा प्राण त्याग गर्न बाध्य हुनुभएका अथवा उहाँहरूलाई स्कुल जाँदाखेरि आफ्नो झोलामा कपी किताब बोकेर जानुभएको थियो, यो साधारण माग लिएर सडकमा आउनुभएको थियो। उहाँहरूको केवल 2 वटा माग भन्छौँ हामी। एउटा, हामी 12 कक्षा पास गरेपछि विदेशिन नपरोस्, बाध्यताले विदेशिन नपरोस्। होला कसैलाई विदेशमा पढ्न रहर लाग्ला अथवा घुम्न रहर लाग्ला अथवा काम गर्न रहर लाग्ला, त्यो रहरले जानु छुट्टै कुरा हो, तर बाध्यता र व्यवस्थाले जान नपरोस् भन्नुभएको थियो एउटा। अर्को थियो भ्रष्टाचारको अन्त्य होस्, कुशासनको अन्त्य होस् भनेर भन्नुभएको थियो। त्यति 2 वटा मागले सडकमा लिएर जाँदा पनि उहाँहरूले ताकी सडकमा उहाँहरूलाई ढाल्नुभयो, ती होनहार युवाहरूलाई ढाल्नुभयो। र त्यो होनहार युवाहरूलाई न्याय दिन, उहाँहरूको परिवारलाई न्याय दिन, ती आमाहरू कोख रिक्त भएका आमा बुवाहरूलाई न्याय दिन र अब पनि हामी कुनै पनि नेपालीले आफ्ना जायज मागहरू लिएर सडकमा जाँदा गोली खान नपरोस् भन्ने कुराको ग्यारेन्टी गर्नको लागि पनि यो सरकारले, अब बन्ने सरकारले त्यसरी काम गर्नुपर्छ र यसलाई हामीले पुरा गर्नै पर्छ। र त्यसैले अब यहाँहरूले कति कुरा हामीले कहीँ सुन्यौँ कि केही बुवा आमाहरूले भन्नुभएको पनि सुने, मैले अनुभवकै कुरा गरेँ। होइन, यो पटक प्रत्यक्षको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीमै दिन्छौँ, अनि समानुपातिकको चाहिँ फेरि आफ्नै पार्टीको विचार गर्नु पर्ला भनेर पनि भन्नुभयो। अनि हामीले उहाँहरूलाई बुझायौँ। अनि हजुरहरूले यसरी मत बाँड्नु भयो भने के हुन्छ? मत बाँड्नु भयो भने एउटै गर्छु भन्ने पार्टीले अथवा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत आउँदैन। बहुमत नआउँदाखेरि तपाईहरूलाई आउने राष्ट्रले दिने सेवा सुविधाहरू पनि बाँडिन सक्छ, घट्न सक्छ। त्यसरी नगर्नुहोस्। एउटालाई बहुमत दिनुहोस्, 5 वर्ष हेर्नुहोस्, पुरै 5 वर्ष हेर्नुहोस् र 5 वर्षपछि पनि त्यो पार्टीले काम गरेन भने उसलाई तपाईँहरूले अर्को पटक मजाले सजाय दिन सक्नुहुन्छ भनिसकेपछि उहाँहरूलाई कतिलाई थाहा नै रहेनछ कि यो समानुपातिकमा दिएको मतले पनि यता हुन्छ भनेर होइन रहेछ। उहाँहरू त प्रत्यक्षमा जितेको मतले मात्रै सरकार बनाउने हो भन्ने पनि कति अझै बुझ्न बाँकी रहेछ। त्यसैले अब हामी गाउँघरमा जाँदा सबैसँग कुरा गर्दाखेरि सामान्य भन्दा सामान्य कुरा पनि बुझाइदिनु पर्ने अवस्था छ। कति साथीहरू के भन्दै हिँड्नु भएको रहेछ भने राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन नै छैन, सङ्गठनै नभएको पार्टीले तपाईँहरूलाई कसरी बजेटले दिन्छ? उनीहरू त आफू जितेर जाने हुन् अनि तपाईँहरूलाई बजेट ल्याउन सक्दैनन्। तपाईँलाई यहाँ रातमा अथवा कुनै बेला गाह्रो पर्यो भने कसले हेर्छ? तपाईँहरूलाई आवश्यक कागज पर्यो भने कसले बनाइदिन्छ भनेर यस्ता किसिमका भ्रम पनि छर्दै हिँड्नु भएको छ। ती भ्रमहरूलाई पनि हामीले चिर्दै हिँडेका छौँ र त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको हामीले लमजुङमा मात्र होइन, देशैभरि लगभग 80% पालिकाहरूमा सङ्गठन बनिसकेको छ। धेरैभन्दा धेरै वडाहरूमा सङ्गठन बनिसकेको छ र अहिले पनि हामी चुनावी प्रचार प्रसारमा जाँदा त्यहाँ एउटा तदर्थ कमिटी बनाउँदै हिँडेका छौँ र मतदान त्यो बुथको सुरक्षा गर्नको लागि बुथ प्रतिनिधिहरू पनि हामीले खोज्दै हिँडेका छौँ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी जनजनको मनमा भइसकेपछि उहाँहरूले फैलाएका यी दुष्प्रचारहरूले हामीलाई केही असर गर्नेवाला छैन र सबैले बुझिसक्नु भएको छ। केही साथीहरू लमजुङमै पनि अबको प्रधानमन्त्री म हो भन्दै हिँड्नु भएको छ। हाम्रो यो प्रधानमन्त्रीका उम्मेदवारले चुनाव हार्नुहुन्छ र हाम्रै उम्मेदवार यहाँको लमजुङकै उम्मेदवार प्रधानमन्त्री भन्दै हिँड्नु भएछ। उहाँहरूले यति पनि बिर्सिनु भयो कि म घर डढाएर खरानीको टिका लाउँदैछु भन्ने कुरा उहाँहरूले प्रश्न पार्नु भएको छ। त्यसैले त्यो भनेको उहाँहरूले भन्दै हिँड्ने कुरा हो, त्यसले उहाँहरूलाई नै कमजोर बनाएको छ। हामी उहाँहरूप्रति कुनै पनि वितृष्णा छैन। उहाँहरूले भन्दा पनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले भन्दा पनि मलाई लागेको लमजुङले जित्नुपर्छ, देशले जित्नुपर्छ।
जब देशले जित्छ, जब लमजुङले जित्छ नि तब मात्र विकास हुन्छ। उम्मेदवार जितेर पठाउँदाखेरि त्यो उम्मेदवार त्यहाँको प्रतिनिधि हुन सकेन भने, त्यो उम्मेदवार त्यहाँको एउटा नेता मात्रै भइदियो भने यही हो अवस्था आउने। त्यसैले एकजना धर्मकेसीले जित्ने भनेको धर्मकेसी आफ्नो जित होइन, त्यो धर्मकेसी त्यहाँको एउटा हजुरहरूको प्रतिनिधिको रूपमा पठाउनु भएको हो र यहाँहरूसँगै बसेर हामीले लमजुङको विकासको खाका कोर्ने हो। लमजुङको जनताको आवाज संसद र सरकार समक्ष पुर्याएर त्यसमा उचित तरिकाले कसरी बजेट विनियोजन गर्न सकिन्छ र विकास निर्माणका कार्यहरू, दिगो विकास लगायत विभिन्न विकासका कार्यहरू कसरी गर्न सकिन्छ भनेर यहाँहरूसँगै छलफल गरेर अगाडि बढ्ने हो। यहाँहरूले अहिले देख्नुभएको कुरा के छ भने हामीले चुनेर पठाएका नेतृत्वहरूको पछाडि विज्ञहरूको समूह छैन। उहाँहरू आफै पनि त्यति विज्ञका रूपमा काम गर्न सक्ने जस्तो पनि लाग्दैन। तर हामीलाई एकजना व्यक्तिले सबै कुरा जानेको हुँदैन। मलाई पनि एउटा कुरा थाहा होला, तर मैले नजानेको 99 वटा कुरा छन्। ती 99 वटा कुरा मलाई कसले सिकाउने हो, कसले बुझाउने हो? त्यो भनेको यहाँहरूले नै हो। यहाँहरूको अनुभव, यहाँहरूको योग्यता, यहाँहरूको क्षमता, यहाँहरूको दक्षता, त्यसैसँग मैले सिक्ने हो। त्यसरी सबैसँग सिक्दै अगाडि बढ्ने हो र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि सदस्यहरू संसदमा गइसकेपछि गत संसदका सदस्यहरूको पनि देख्नुभयो, उहाँहरूको पछाडि विभिन्न क्षेत्रका विज्ञहरूको टिम थियो। कृषि क्षेत्रको काम गर्नु पर्ने ठाउँमा 8-10 जना कृषि क्षेत्रका विज्ञहरू हुनुहुन्थ्यो, उहाँहरूसँग सरसल्लाह गर्नुहुन्थ्यो। पर्यटन क्षेत्रको विकासको लागि पर्यटन क्षेत्रका विज्ञहरू हुनुहुन्थ्यो। भौतिक निर्माणको क्षेत्रका लागि भौतिक निर्माणका क्षेत्रका विज्ञ इन्जिनियर हुनुहुन्थ्यो। ऊर्जा क्षेत्रका विज्ञ हुनुहुन्थ्यो। शिक्षा क्षेत्रका विज्ञ हुनुहुन्थ्यो। त्यसैले हामी आफू काम गर्दा जहिले पनि विज्ञहरूको अनुभव, विज्ञहरूको सँग सिकेर काम गर्छौँ। तर अन्य पार्टीहरूमा हामीले देखेको के छ भने आफ्ना वरपर आसेपासेहरू मात्रै राख्ने, बिचौलियाहरू मात्रै राख्ने, कसलाई ठेक्का दिँदा मैले कति कमिसन पाउँछु, अथवा मेरो आफन्तले कति कमाउँछ, अथवा मैले कहाँबाट फाइदा लिन सक्छु, अथवा मेरो पहुँचको क्षेत्रमा मात्रै कसरी जान्छ भनेर त्यसरी योजना बन्थ्यो। अब बन्ने योजना भनेको आवश्यकताको आधारमा योजना बन्नुपर्छ। कुन क्षेत्रको आवश्यकता, पहिलो आवश्यकता के हो, दोस्रो आवश्यकता के हो, तेस्रो आवश्यकता के हो, त्यसरी बनाउनु पर्छ। र प्रतिनिधि भइसकेपछि मलाई मत दिनेको पनि प्रतिनिधि हो, मलाई मत नदिनेको पनि प्रतिनिधि हो, म सबैको प्रतिनिधि हो। म सुन्दर बजारको पनि प्रतिनिधि हो, अहिले भर्खर भनेको दुध पोखरीको उता पातले गाउँको पनि प्रतिनिधि हो, सिङ्दी गाउँको पनि प्रतिनिधि हो, उता कोलासोतारका कुनै पनि गाउँ अथवा यता मध्य नेपालका कुनै पनि गाउँ अथवा ती 75 वडाका प्रत्येक टोल, प्रत्येक गाउँ, प्रत्येक घरको म प्रतिनिधि हो भनेर काम गर्नुपर्छ। जुन कुरा अहिलेसम्म हामीले महसुस गर्न पाएका थिएनौँ हो, हामी त्यही कुरा स्थापित गर्छौँ र जनप्रतिनिधि भइसकेपछि सबैको प्रतिनिधि हो भनेर काम गर्नुपर्छ। र अनि हामीलाई सोध्दै त्यो यो चुनावी अभियान भनौँ अथवा घर दैलो कार्यक्रममा जाँदै गर्दा धेरै आमा बुवाहरूले अब त फर्किएर फेरि मत माग्न आउनुभयो, फेरि 5 वर्षपछि देख्ने त होला नि भनेर प्रश्न सोध्नु भएको थियो। र त्यो विषयमा अहिले भर्खर पनि हाम्रो शिशिर खनालज्यूले केही त प्रकाश पारिसक्नु भएको छ। सांसदको रूपमा हामी संसदीय समितिहरूमा पनि सक्रिय हुनुपर्छ, संसदमा भएका छलफलहरूमा पनि सक्रिय हुनुपर्छ। किनकि मुख्य भूमिका भनेको विधायकी भूमिका भएकोले ऐन कानुन बनाउनलाई एकदमै सक्रिय रूपमा यहाँ लाग्नुपर्छ र जिल्लाका आवाजहरू, जिल्लाका आवश्यकताहरू सरकारसँग जोड्ने, संसदसँग जोड्ने काम गर्नुपर्छ। र त्यो जोड्दाखेरि यदि मैले कुनै पनि गाउँमा गइन अथवा त्यहाँको आवश्यकता बुझिन भने त्यहाँको आवश्यकता मैले संसदमा ल्याउन सक्दिनँ। त्यसैले दुवैतिरको आफ्नो कामलाई ब्यालेन्स हुने गरी, दुवैतिर पुग्ने गरी काम गर्नुपर्छ। त्यसको लागि प्रत्येक घर टोलमा जान नसकिएला, तर वार्डमा जान सकिन्छ, पालिकामा जान सकिन्छ। ल है, आज मर्स्याङ्दी गाउँपालिकामा
जनसरोकारका विषयमा तपाईहरूको प्रतिनिधि जनप्रतिनिधिले एउटा जनसरोकारको कार्यक्रम राख्दैछ। तपाईहरूको 9 वडाका साथीहरूलाई आमन्त्रण गर्न सकिन्छ र त्यहाँ भएका विज्ञहरूलाई बोलाएर त्यहाँका सम्पूर्ण मतदाताहरूका प्रतिनिधिहरू बोलाएर छलफल गरेर त्यसको निचोड लिएर आएर यहाँ हामी योजना बनाइन्छ र त्यसैको निचोडको आधारमा बजेट कसरी हुन्छ नि विनियोजन गर्ने भनेर योजना बनाउनु पर्छ। त्यसैले हामी गाउँमा पनि हुन्छौँ, टोलमा पनि हुन्छौँ, अथवा यहाँहरूको आवाज सुन्न पनि आइरहेका हुन्छौँ भने यता पनि हुन्छौँ। र यहाँहरूले कहिलेकाहीँ भने जस्तै अपेक्षा के हुन्छ भने वडाध्यक्षसँगको अपेक्षा र सांसदसँगको अपेक्षा उस्तै हुन्छ। कसैको घरमा पूजा भयो भने पनि सांसद आइदियोस्, कसैको घरमा केही हुन्छ पर्यो भने पनि आइदियोस्, अथवा टोलमा कुनै उद्घाटन धाराको उद्घाटन गर्न पनि टोयलेटको उद्घाटन गर्न पनि सांसद आइदियोस् भन्ने जस्तो हुन्छ। त्यसैले ती कुराहरूको अपेक्षा चाहिँ यहाँहरू त बुझेको हुनुहुन्छ, त्यो चाहिँ पुर्याइदिनुपर्छ। किनकि त्यस्तो कुरामा हामीले सम्भव छ जाँदाखेरि मौका मिल्यो भने सामाजिक कार्यमा सबै ठाउँमा संलग्न हुनुपर्छ। तर यताको महत्त्वपूर्ण काम छोडेर त्यता कहिलेकाहीँ जान नसकिएला त्यसमा चाहिँ गाली दिने काम अथवा त्यसमा होइन आएन भन्ने काम चाहिँ नगरिदिनु होला भनेर भनिदिनु होला। ती कुराहरू हामीले सांसदबाट अपेक्षा राख्ने होइन। र म अहिले अब हजुरहरूले उठाउनुभएका प्रश्नहरू पनि दिँदै गर्दा मैले भन्नुपर्ने कुराहरू पनि यहाँ केही आउने छन्। सुरुमा हाम्रो चट्टान थापाज्यूले प्रश्न राख्नुभएको थियो, भ्रष्टाचार मात्र भयो भनेर भन्नुभएको थियो। उहाँ जेनजीको प्रतिनिधिको रूपमा कुरा उठाउनु भएको थियो र झुटा आश्वासन नगरियोस् भनेर भन्नुभएको थियो। हो, त्यही जुन कुराको विरोधका लागि राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो नि, त्यो भ्रष्टाचारको विरोध गर्नको लागि नै राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको, सुशासन कायम गर्नको लागि नै राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको। म पनि यसभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीमा म संलग्न हुनुभन्दा अगाडि कुनै पनि पार्टीको सदस्यता थिइन। मलाई यहाँ केही काम गरौँ, यो देशको विकासको लागि, दिगो विकासको लागि, ऊर्जाको लागि, ग्रामीण ऊर्जा प्रविधिको लागि, गाउँघरमा सेवा दिनको लागि, नेपालमा विभिन्न किसिमका वातावरण मैत्री प्रविधिहरूमा काम गर्नको लागि भनेर काम गर्न सुरु गर्दै गर्दा यहाँ भएको भ्रष्टाचार व्यतिथि कुशासनकै कारणले ओहो सबैभन्दा पहिला त हामीले राजनीति नै सङ्लो गर्नुपर्ने रहेछ। राजनीति सङ्लो नगरिकन व्यक्तिले केही गर्न सक्ने रहेनछ र हामी जतिको बुझेको मान्छेले अरूलाई गाली गर्न भन्दा पनि आफू त्यही ठाउँमा गएर त्यो काम गर्नुपर्छ भन्ने मान्यताका साथ, दृढताका साथ आएकोले भ्रष्टाचार भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई शून्य सहनशीलताका साथ काम गर्नेछ। त्यसमा म मेरो प्रतिबद्धता जनाउन चाहन्छु र हामीले भनेका छौँ झुटा आश्वासन हामी काहीँ दिँदैनौँ। कतै पनि मलाई भन्नुभएको ठाउँमा होइन यहाँ यो सडक पिच गरिदिनु पर्यो भनेर धेरै पूर्वी लमजुङका ठाउँहरूमा जाँदा धेरै ठाउँमा भन्नुभएको छ। मैले उहाँहरूलाई भन्ने गरेको छु जति सकिन्छ सरकारको बजेट हेरेर आवश्यकताको आधारमा यहाँहरूका माग पुरा गर्दै जान्छौँ र देश एउटा विधि र पद्धतिमा चल्यो भने ती आवश्यकताहरू बिस्तारै पुरा गर्न सकिन्छन्। 35 वर्ष लाग्दैन। 35 वर्षमा उहाँहरूले जति त्यो अहिलेको विकास भएको छ नि त्यो विकासलाई हामीले 10 वर्षमा सक्ने गरी काम गर्छौँ, त्योभन्दा रफ्तारमा काम गर्छौँ भनेर भनेका छौँ र त्यो चाहिँ सकिन्छ। र लमजुङमा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि के गर्ने योजना छ भन्नुभएको छ। मलाई शिक्षा मन्त्री अहिले भने जस्तै 2वटा शिक्षा मन्त्री, एकजनाको सल्लाहकार र अर्को शिक्षा मन्त्रीको प्रमुख सल्लाहकारको रूपमा काम गरिसकेकोले शिक्षा क्षेत्रमा कसरी काम गर्नुपर्छ भन्ने थाहा छ। अहिले गाउँघरमा डुल्दै जाँदाखेरि खाली स्कुलहरू देखेको छु, 1जना 2जना मात्र विद्यार्थी भएको र त्यहाँ 3-4 जना शिक्षक भएको स्कुलहरू देखेको छु। सरकारी विद्यालयका स्तर खस्किरहेको देखेको छु। सरकारी विद्यालयहरूमा एउटा कति स्कुलहरूमा ताला लागेर बसेको पनि देखेको छु। त्यसलाई गर्न सकिन्छ। त्यसले हामीले अहिले शिक्षा मन्त्रीको सल्लाहकार हुँदै गर्दा पनि त्यसमा यो हेडमास्टर मात्रै हुन्छ नि, विद्यालयको हेडमास्टर मात्रै राम्रो छानियो भने सरकारी विद्यालयको स्तर उन्नति 50% राम्रो हुन्छ भनेर हामीले त्यसमा अहिले
नियमावली बनाइसकेका थियौँ र त्यो नियमावली पास गर्ने बेलामा हजुरहरूले सुन्नुभयो होला नि, मैले यो कुरा गर्छु भनेको गर्दिएन, छोडेर हिँडेँ भनेर हाम्रो महावीर पुनले पूर्व मन्त्री महावीर पुनले भन्नुभएको थियो। हो, त्यस्ता धेरै कुराहरू रोकेका छन् जुन कुराहरू बहुमतको सरकार आइसकेपछि गर्न सकिन्छ र हामी ती अनुसार काम गर्छौँ। र रोजगारीको लागि पनि जब उत्पादनसँग जोड्न सकिन्छ, जब कृषिमा आधुनिकीकरण गर्न सकिन्छ, ती कुराहरूले रोजगारी निम्ति आउँछ। औद्योगिकीकरण गर्न सकिन्छ, सामान्य प्रथम स्तरका प्रशोधन कारखानाहरू खोल्न सकिन्छ भने त्यसले पनि रोजगारी उत्पन्न गर्न सक्छ र हामी ती विषयहरूमा जानकार छौँ। अनि अब यसमा धेरै अनि बिचमा अर्को क्वेसन थियो, उहाँले नाम भन्नु भएन। लमजुङ जिल्लाका लागि योजना के छ विकासका लागि भनेर कुरा गर्नुभएको थियो। लमजुङ जिल्लाको लागि एउटा विशेष योजना छँदैछ। हामीले हाम्रो बाचापत्र, पार्टीको बाचापत्र निकाल्दैछौँ। हामीले घोषणापत्र भन्यो भने के हुन्छ भने घोषणा गरेर छोडिदिए हुन्छ, तर बाचा भनेपछि के हुन्छ, त्यो बाचा भनेको पुरा गर्नै पर्छ। पुरा गर्नै पर्ने कुराहरू हामीले हाम्रो सरकार बनेपछि पुरा गर्ने 50वटा काम के हो भनेर छिटै निस्किँदैछ हाम्रो बाचापत्रमा। ती 50वटा काम हामी पुरा गरेरै छाड्छौँ। कति गर्न सक्छौँ त्यो पनि एउटा बुँदागत रूपमा, यो वर्ष 5%, यो वर्ष 25%, यो वर्ष 75% र यो वर्ष 100% पुऱ्याउँछौँ भनेर त्यसरी निकाल्दैछौँ र ती कुराहरू छिटै आउनेछन्। र अहिले यहाँ मैले लमजुङको लागि मात्रै कुरा गर्ने हो भने मलाई एउटा हट भनेर आउँछ कि HEART, हट भनेको चाहिँ ह्युमन रिसोर्स भनेको मानव संसाधन छ, स्रोत संसाधन। हाम्रो लमजुङमा मैले देखेको, हामी पाखुरामा बल भएको र दिमागमा बुद्धि भएको धेरै लमजुङेहरू विश्वभरि छरिएर बस्नुभएका, नेपालमा पनि हुनुभएका धेरै लमजुङेहरू हुनुहुन्छ। उहाँहरूको त्यो क्षमतालाई लमजुङ विकासको लागि कसरी उपयोग गर्न सकिन्छ भनेर सबैभन्दा पहिला निर्वाचित भएपछि लमजुङमा नै अन्य पार्टीहरूले के गर्छन् भने अहिलेको यो नगरपालिकाको बजेट बनाउनु पर्यो भनेर काठमाडौँमा आएर 5 स्टार होटलमा अन्तर्क्रिया गर्नुहुन्छ। त्यहाँ महँगा लन्च डिनरहरू खुवाउनुहुन्छ। हामी त्यो गर्दैनौँ। हामी बेसी सहरमै बसेर यहाँ हुनुभएका विज्ञहरू, विदेशबाट जोडिन सक्ने विज्ञहरूलाई अनलाइनबाट अथवा बोलाएर र यहाँहरूका सबैका अनुभवहरूलाई एउटा सबैभन्दा पहिला अन्तर्क्रिया कार्यक्रम अथवा नीति मन्थन कार्यक्रम हुन्छ नि, विचार मन्थन कार्यक्रम बेसी सहरमा नै गर्छौँ। र त्यसले हामीलाई के देखाउँछ भने लमजुङमा कति किलोमिटर बाटो पिच गर्नै पर्नेछ, कति किलोमिटर बाटो पिच गर्न सकिन्छ, अनि कुन ठाउँमा कस्तो किसिमको अनाज लाउन सकिन्छ, कुन ठाउँमा कस्ता किसिमका फलफुल लगाउन सकिन्छ, कुन ठाउँमा धार्मिक पर्यटनको प्रवर्धन गर्न सकिन्छ, कुन ठाउँमा साहसिक पर्यटनको प्रवर्धन गर्न सकिन्छ, र लमजुङका नदी नालाहरूबाट कसरी जलविद्युत अत्याधिक मात्रामा वातावरणको संरक्षण गर्दै अत्याधिक मात्रामा जलविद्युत निकालेर लमजुङे जनतालाई फाइदा दिन सकिन्छ। र धेरै यस्ता विकासका कुराहरू छन् नि, जनसरोकारका कुराहरूमा हामी अन्तर्क्रिया गरेर एउटा लमजुङ विकासको भिजन प्रस्तुत गर्छौँ। र त्यसमा मैले भनेको एउटा मानव संसाधन भयो, त्यसपछि अनि ऊर्जाको कुरा भयो, अनि त्यसपछि आधुनिक कृषिको कुरा भयो, त्यसपछि धार्मिक पर्यटन र साहसिक पर्यटनका कुराहरू भयो। यी कुराहरूमा विकासको लागि हामीले खाका तयार गरिसकेका छौँ र त्यो अहिले हाम्रो यो अहिले नै हामीले बाचापत्र सार्वजनिक गर्न नपाउने भएकोले, निर्वाचन आचार संहिता लाग्ने भएकोले फागुन 4 गतेपछि मेरो लमजुङको लागि मैले गर्ने बाचापत्र र राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरि गर्ने बाचापत्र हामी निकास त्यो यहाँहरूसँग सार्वजनिक गर्छौँ र त्यसमा धेरै योजनाहरू हजुरहरूले देख्नुहुन्छ। त्यस्तै नेत्रबहादुर खत्रीले रासपाको धारणा बाहेक जिल्लाका लागि व्यक्तिगत योजना के छ भन्ने कुरामा भर्खर आइहाल्यो होइन, यो कुराहरू सोध्नु भएको थियो। रामप्रसाद नेउपानेले दुध पोखरीका लागि सडक र कृषि अनि टुरिज्मका लागि योजना के छ भनेर सोध्नु भएको थियो। दुध पोखरी जाँदा हामीले पनि महसुस गरेको र त्यहाँका मतदाताहरू अथवा बुबा आमाहरूले पनि भन्नुभएको, बाबु सबैभन्दा पहिला यो बिचौरसम्म आउने सडक पिच हुनु पर्यो, अनि त्यसपछि फेरि त्यहाँबाट फेरि यता भुम्ली चोक हुँदै हुन्छ नि, रिङ रोड जस्तो पालिकाको केन्द्रसम्म पुग्ने बाटो पिच हुनु पर्यो, र अनि त्यसपछि गाउँ जाने बाटोहरू सुरक्षित हुनु पर्यो भन्नुभएको छ। कति ठाउँमा हुन्छ नि सुरक्षित, हामी गाडीमा यात्रा गर्दै गर्दा घर पुग्ने हो कि नपुग्ने हो भन्ने अवस्थाको अन्त्य हुनु पर्यो, सुरक्षित सडक बनाइदिनु पर्यो भनेर भन्नुभएको छ। हो, त्यसका लागि हामी पहल गर्छौँ र जति सक्दो हुन्छ नि इमान्दारिताका साथ नियत ठिक राखेर प्रयास गर्छौँ। र अहिले कति ठाउँमा
ठेक्का लागेर पनि रोकिएका योजनाहरू छन् र हामीले केही ठेकेदारहरूसँग पनि बाटोमा भेट्दा कुरा गऱ्यौँ, किन बनाउन सक्नु भएन, किन यो कुरा टाइममा बनेन भन्दाखेरि उहाँहरूले के भन्नुभयो भन्दाखेरि यहाँ ठेक्का लिँदा नै घटेर हाल्नुपर्छ ठेक्का, अनि त्यसपछि त्यहाँ ठेक्का लिँदा नेताहरूलाई कमिसन बुझाउनुपर्छ र बनाउँदै जाने क्रममा पनि टोले गुन्डाहरूलाई फेरि पाल्नुपर्छ, त्यसैले हामी त छोडेर भाग्नुपर्ने स्थितिमा छौँ, अहिलेसम्म भएको हाम्रो लगानी पनि छोड्नुपर्ने स्थितिमा छ, यही कारणले गर्दा ढिलो भएको हो भनेर ती सडकका ठेकदारहरूले पनि हामीलाई भन्नुभयो। त्यसैले हामी ठेक्कापट्टाको काममा 1 रुपैयाँ पनि कतै कमिसन दिनु पर्ने अवस्थाको अन्त्य गर्छौँ र त्यसलाई नियमित रूपमा अनुगमन गरेर कामलाई छिटोभन्दा छिटो पूर्ण गर्नको लागि हामी त्यहाँ गइरहन्छौँ र सरकारको तर्फबाट र म सांसदको हिसाबले पनि हुन्छ नि त्यसमा गरिरहन्छौँ र स्थानीय साथीहरूबाट पनि त्यो कुराहरू अनुगमन गर्नको लागि हामी लगाइरहन्छौँ। र अनि त्यहाँ अर्को समस्या भन्नुभएको थियो उहाँले, स्वास्थ्यमा बिचौरमा एउटा हस्पिटल बनेको छ, राम्रो हस्पिटलको भवन बनेको रहेछ र त्यहाँ के छ भने डक्टरै हुनुहुन्न, चापी लगाएर राखेको धेरै भयो अरे, अनि त्यसको लागि पनि हामीले दरबन्दी मिलान गरेर गर्न सकिन्छ, कसरी गर्न सकिन्छ सरकारमा गइसकेपछि हामी त्यसको लागि पहल गर्छौँ। र मैले भनिसकेको छु त्यो एउटा हस्पिटल अलिकति स्थानीय निकायले कति त्यसमा उहाँहरूको योगदान कति हुने र केन्द्रबाट कति हुने, त्यो प्रदेशले कति सहयोग गर्ने, किनकि यो तिनै तहको सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ र समन्वयकारी भूमिका हामी निर्वाह गर्छौँ। र यदि अहिलेको मलाई लाग्छ अहिलेकै स्थानीय निकायमा रहनुभएका प्रमुख उपप्रमुख लगायत अथवा स्थानीय सरकारले त्यसको लागि हामीसँग समन्वय पोजिटिभ रूपमा गर्नुहुनेछ। यदि त्यो भएन भने 84मा त स्थानीय निर्वाचन भइहाल्छ, 84मा स्थानीय निर्वाचन भइसकेपछि त्यहाँ पनि फेरि राष्ट्रिय स्वतन्त्र पार्टीकोले स्थानीय सरकार बनाइसकेपछि समन्वय अझै सजिलो हुन्छ र त्यो कुरा हामीले सहजै पुरा गर्न सक्छौँ। र अर्को प्रश्न, जिल्लामा सङ्गठनको अवस्था कस्तो छ, मतदाता शिक्षा दिनु पर्यो भनेर हामीलाई सत्य घिमिरे अधिकारीले सुझाव दिनुभएको छ। र हो, हामीले अहिले जिल्लामा सङ्गठनको अवस्था प्रत्येक पालिकाहरूमा हामीले सङ्गठन बनाइसक्यौँ। 8वटा पालिका, 4वटा नगरपालिका, 4वटा गाउँपालिकामा सङ्गठन निर्माण भइसकेको छ र हाम्रा लगभग 40वटा वडामा पनि हाम्रो सङ्गठन निर्माण भइसकेको छ र बाँकी वडाहरूमा पनि हाम्रा सम्पर्क व्यक्तिहरू तोकिसकेका छौँ। र अहिले मैले भनिसकेँ यही क्रममा हामीले हाम्रो पार्टीमा जोडिने क्रम र सङ्गठनलाई बलियो बनाउने क्रम जारी छ र मतदाता शिक्षा अत्यन्तै आवश्यक छ, किनकि कति मतदाताहरूले भन्नुभयो क्रमैसँग 2टा पार्टीलाई दिन मिल्छ कि मिल्दैन, अथवा 2वटा मतपत्रमा किन हाल्नुपर्ने भोट हुन्छ नि, अहिले मैले भने जस्तै यता समानुपातिकमा एउटा प्रत्यक्षमा अर्कोलाई दिने पनि त्यस्तो कुराहरू पनि आएकोले उहाँहरूलाई पनि हामीले बुझाउनु पर्ने आवश्यकता छ। र हामी अब यो फागुन 4 गतेबाट मतपत्र सहितका प्रत्येक वडामा हाम्रा अहिले निर्वाचन परिचालन समिति बनाउँदै गइरहेका छौँ। निर्वाचन परिचालन समितिले मतदाता शिक्षाको काम अगाडि लिएर जानुहुनेछ। अनि ज्योति ढुङ्गाना दिदीले पहिला घोषणा अनुसार काम नभएकाले तपाईको फरक काम गर्ने तरिका र लमजुङका लागि योजना के छ भनेर प्रश्न गर्नुभएको थियो। त्यसमा कति कुराहरू आइसकेका पनि छन् र हामीले कस्तो भने जे अहिले भनिसक्यौँ नि, हामीले बाचा पत्रमा जे बाचा गर्छौँ नि त्यो काम गर्नुपर्छ, घोषणा मात्रै दिएर। कति साथीहरूले हुन्छ नि मलाई चुनाव यो अलिकति हास्यास्पद कुरा पनि गर्नुभयो, सायद उहाँहरूको अन्य पार्टीको पनि हुनुहुन्थ्यो होला, यो उधारो हो के, उधारो दिन मिल्छ, चुनावभन्दा अगाडि उधारो बाँडिदिने हो जनतालाई, भोट दिएपछि त सकिहाल्यो नि भन्नुभयो के। मैले भने हो, यही उधारोले तपाईँहरूलाई अब उहाँहरूले बिदाई गर्दै हुनुहुन्छ। यस्तो मतदाताप्रति यो भ्रम फैलाउने अथवा उधारो आश्वासन दिने काम रासोपाले गर्दैन, त्यसैले हामी त्यो काम गर्दैनौँ, तपाईँहरूले गर्नुभयो त्यही काम, त्योबाट हामीले सिक्यौँ र त्यस्ता उधारा हुन्छ नि घोषणाहरू हामी ल्याउँदैनौँ र बाचापत्र अनुसारै काम गर्छौँ। र लमजुङका लागि अहिले मैले भने जस्तै हाम्रो छिटै नै बाचापत्र आउँदैछ, विशेष गरी ऊर्जा क्षेत्र, कृषि क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र र अनि यो अलिकति एकीकृत बस्ती विकासका योजनाहरू पनि हामीले परिकल्पना गरेका छौँ। त्यस्ता कामहरू छिटै नै हामी सार्वजनिक गरेर यहाँहरूसँग नै फेरि अन्तर्क्रिया गर्छौँ। फेरि एउटाले मैले घोषणा गरेको कामले काम गर्छ भन्ने पनि छैन, हजुरहरूको राय सुझाव लिएर हजुरहरूसँग सल्लाह गरेर कुन कुरा प्र्याक्टिकल छ, कहिलेकाहीँ मलाई लागेको कुरा त्यो प्र्याक्टिकल नहुन पनि सक्छ, त्यसैले हजुरहरूसँगै बसेर योजना बनाएर ती अगाडि बढ्छौँ। अनि अर्को एकजना साथीले दलित बस्तीमा परिवर्तन आएको छ र यहाँ मात्र बस्ने, गाउँ नफर्कने हो भने अनि हामीले तपाईँहरूलाई कहिले भेट्न पाउँछौँ,
यो के भन्छ सांसद भइसकेपछि कति समय पाउँछौँ भनेर पनि एकजना साथीले यहाँ नाम भन्नु भएन छ, उहाँले सोध्नु भएको छ। हामी जहिले पनि यहाँहरूसँग उपलब्ध हुनेछौँ, किनकि हामीलाई कोही दलालीसँग, कोही कमिसनखोरसँग, कोही ठेक्कापट्टा दिनेसँग हामीलाई कहिले पनि बार्गेनिङ गर्नु नै छैन। त्यो बार्गेनिङ त्यता समय खेर फाल्न नपरेपछि सबै समय हाम्रा मतदाताहरूसँगै अन्तर्क्रियामा छलफलमा बिताउन पाउने भएकोले हजुरहरूसँग जहिले पनि उपलब्ध हुन्छौँ। होला कहिलेकाहीँ महत्त्वपूर्ण मिटिङले, संसदीय समितिका मिटिङलेहरू लिन नसकिएला, तर यहाँहरूको प्रतिनिधि मार्फत, वडाबाट, टोलबाट प्रतिनिधि मार्फत, फोन मार्फत जहिले पनि हामी यहाँहरूसँग उपलब्ध हुनेछौँ। र हामी सिंहदरबारको घेराभित्र बसेर शासन गर्नको लागि आएका होइनौँ, यहाँहरूको माझमा बसेर यहाँहरूको आवश्यकता पुरा गर्न आएकोले यहाँहरूसँगै सधैँ हुन्छौँ हामी। र सिंहदरबार कसैको लागि पनि त्यो सिंहदरबारको पर्खाल हुनु हुँदैन, सहज पहुँच हुनुपर्छ भनेर हामीले पहिला हाम्रो गृहमन्त्री हुँदा पासको अनलाइनबाटै पास लिएर जान मिल्ने, सहजै जान मिल्ने बनाउनु भएको थियो। फेरि पछि त्यो कुरा रोकिएको छ। त्यसैले यहाँहरूसँग हामी कुनै पनि दूरी बढाएर बस्दैनौँ र सधैँ यहाँहरूसँगै उपलब्ध हुनेछौँ। अनि अर्को प्रश्न थियो, पुरानालाई दोष लगाएर भाग्ने कि आफ्नो योजनासहित आउने भनेर भन्नुभएको थियो। हो, हामी अहिले चुनाव प्रचारमा जाँदाखेरि कहीँ पनि हुन्छ नि पुरानालाई दोष लगाएका छैनौँ। पुरानो दोष लाउनै पर्दैन कि उहाँहरूले सामाजिक सञ्जालबाट नै सबै कुरा थाहा पाइसक्नु भएको छ। हामीले केही भन्नै पर्दैन, बरु हामीले सामाजिक सञ्जालमा हेर्न नभएको होला, तर उहाँहरूले धेरैले हेरिसक्नु भएको छ। हामीले जहिले पनि के गरेका छौँ भने हाम्रो योजना के हो, उहाँहरूको ठाउँको आवश्यकता बुझ्ने, ती आवश्यकताहरू कहिले पुरा गर्न सकिन्छ, कसरी पुरा गर्न सकिन्छ, उहाँहरूसँगै अन्तर्क्रिया गर्ने र त्यसमा उहाँहरूलाई नै कसरी सहभागी बनाएर लान सकिन्छ भनेर योजना बनाएकोले हामी कसैलाई पनि गाली गर्दैनौँ। अहिले मैले भनिसकेँ, गाली गर्दै गर्दा, उहाँहरूको आलोचना गर्दै गर्दा हाम्रो मत झनै घट्ने हो। त्यसैले सामाजिक सञ्जालमा हाम्रा साथीहरूलाई पनि भन्ने गरेका छौँ, तपाईँहरूले कसैलाई गाली गलौज नगर्नुहोस्, सबैलाई सम्मान गर्नुहोस्, उहाँहरूको योगदानको कदर गर्नुहोस् भनेर भनेका छौँ। त्यसैले हामी उहाँहरूलाई गाली गर्दैनौँ र यहाँको सुझावको लागि फेरि पनि धन्यवाद व्यक्त गर्दछु। अनि सूर्यप्रसाद अधिकारी सरले तारकेश्वरको सङ्गठन विस्तार र सदस्यता विस्तारको उदाहरण दिँदै तपाईँहरूले लमजुङमा पनि त्यसै गर्नुहोस् भन्नुभएको छ, त्यसका लागि उहाँलाई धन्यवाद। अनि अर्को धेरै जसो प्रश्नहरू उस्तै दोहोरिएको छ। पुराना उम्मेदवार गोविन्द अधिकारी सरले पुराना उम्मेदवारभन्दा फरक तरिकाले विज्ञताका आधारमा कृषि क्षेत्रको विकास, इको टुरिज्म बेसिसरमा बन्न भनेर अहिले बहसमा आइरहेको यो जलविद्युत परियोजनाको बारेमा के छ भनेर सोध्नु भएको रहेछ। र हामीले भनिसक्यौँ नि, लमजुङमा कुनै बेला लमजुङ देशकै अत्यन्तै शिक्षित जिल्लाको रूपमा परिचित थियो। दुराडाँडाको हाई स्कुल, कुन्छाको हाई स्कुल, चिटीको हाई स्कुल, गाउँसरको हाई स्कुल, लगभग दरबार हाई स्कुल सँगसँगै बनेका थिए। र मलाई साथीहरूले कहिलेकाहीँ हुन्छ नि भन्नुहुन्छ, तपाईँहरूको जिल्ला त अत्यन्तै शिक्षित होला है, मेरो बुवाले त्यहाँ गएर पढ्नु भएको। फरक जिल्लाको पश्चिमको साथीले, पूर्वको साथीले, पूर्वको साथीले भन्नुहुन्छ कस्तो छ है, मेरो बुवाले त्यहाँ पढ्नु भएको अथवा मेरो यो सहरले यति वर्ष हुनुभएको सहरले त्यहाँ गएर पढ्नु भएको रे भन्नुहुन्छ। त्यो भनेको एउटा हाम्रो एउटा शैक्षिक स्तरमा नेपालकै सबैभन्दा शिक्षित जिल्ला मध्येको एउटा थियो। तर अहिले त्यो स्तर खस्किँदै गएको छ र त्यसका लागि हामी अब फेरि त्यो जुन हाम्रो इतिहास थियो नि, गौरवमय इतिहास, त्यो इतिहासलाई दोहोऱ्याउनको लागि लमजुङलाई कसरी शिक्षाको हब बनाउन सकिन्छ भनेर तपाईँहरूसँगै बसेर छलफल गर्छौँ। र लमजुङलाई नै फेरि ऊर्जाको क्षेत्रमा मैले भने लमजुङ देशकै सबैभन्दा ऊर्जा क्षमताको हिसाबले धनी जिल्ला मध्येको एउटा हो। अहिले करिब 350 मेगावाट बिजुली त्यहाँबाट निस्किरहेको छ। तर लमजुङे जनताले त्यो सरकारले गरिब विपन्नलाई दिने 20 युनिटसम्मको बिजुली त देशैभरि फ्रीमा छ, त्यो गरिब विपन्नलाई दिने। तर लमजुङे जनताले, त्यो प्रभावित क्षेत्रका जनताले 100 युनिट, मेरो माग भनेको 100 युनिट बिजुलीसम्म, कमसेकम पनि 100 युनिट बिजुलीसम्म फ्रीमा पाउनुपर्छ। किनकि हाम्रो जिल्लाले धेरै योगदान दिएको छ। त्यसले योगदानको साथै हाम्रो जिल्लामा त्यसले मूल्य चुकाउनु परेको छ, विभिन्न वातावरणीय मूल्य चुकाउनु परेको छ। हामीले सरल्ल बगेको मर्स्याङ्दी मादी नदीहरूलाई छ नि बीचमा रोकिएर सुक्खा देख्नु परेको छ, दोर्दी नदी सुक्खा देख्नु पर्छ। त्यो भनेको मूल्य चुकाएको फाइदा त आउनु पर्यो नि। त्यो वातावरण प्रभाव मूल्याङ्कनको आधारमा
त्यो पनि चलिरहेको छैनन् भने त्यसलाई पनि जिम्मेवार बनाउनेछौँ हामीले। अनि इको टुरिज्मको कुरा गर्नुभयो। इको टुरिज्मका लागि कुन कुन स्थानहरू उपयुक्त हुन सक्लान्? घलेगाउँ उपयुक्त हुन सक्ला, अथवा राइनसकोट उपयुक्त हुन सक्ला, अथवा इलम पोखरी दुध पोखरी उपयुक्त हुन सक्ला, अथवा हाम्रो धार्मिक पर्यटनको लागि त्यो इशानेश्वर मन्दिर हुन सक्ला, अथवा विभिन्न ठाउँमा ती कुराहरू हामीले अहिले पहिचान गरिसकेका छौँ र त्यसरी नै विकास गर्नको लागि कसरी स्रोत साधन जुटाउन सकिन्छ, कसरी त्यसलाई प्रवर्धन गर्न सकिन्छ, कसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा ल्याएर सबैलाई जानकारी दिन सकिन्छ भनेर हामी त्यसमा पनि काम गर्नेछौँ र काम गरिसकेपछि त्यसले रिजल्ट ल्याउँछ। र त्यो जलविद्युतीय आयोजनाको विषयमा अहिले त्यहाँ जुन मर्स्याङ्दी बेसी सहरको छेउमा मर्स्याङ्दी बग्नुपर्छ, सहरको छेउमा सलल्ल बगिरहेको मर्स्याङ्दीलाई टनेलभित्र लानु हुँदैन भनेर हाम्रो पार्टीले आवाज उठाइसकेको थियो र अहिले त्यहाँ त्यसलाई सिफ्ट गर्ने कि भनेर दोस्रो लेभलमा त्यहाँ छलफल भइरहेको छ। त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडानको कारणले गर्दा नै उहाँहरू त्यसलाई सिफ्ट गर्नको लागि लागिरहनु भएको छ र त्यसमा पनि स्थानीय सरोकारवालाहरूसँग बसेर अनि त्यसपछि सरकारका विभिन्न निकायहरूसँग बसेर हामी छलफल गरेर कुनै पनि हिसाबले लमजुङ जिल्लाले क्षति बेहोर्ने गरी अथवा त्यहाँको वातावरणमा गलत प्रभाव पर्ने गरी हुन दिँदैनौँ र त्यसलाई हामी विकासले विनाश ल्याउने होइन, विकासले अझै विकास निम्त्याउँदै जाने हो र त्यसले जनताले फाइदा लिँदै जानु सक्ने अवस्था ल्याउनको लागि हामी काम गर्छौँ। अनि सिमराज घले सरले बाटो पुगेन, मर्स्याङ्दीको 5 मा बाटो पुगेन, त्यसमा तपाईँहरूको के छ भन्नुभएको थियो। हो त्यो पनि हामी अध्ययन गरेर हुन्छ नि, हो भौगोलिक कति ठाउँमा भौगोलिक जटिलताहरू छन्, त्यसका के रहेछ भनेर त्यो मैले भन्दा पनि त्यस क्षेत्रका विज्ञहरूसँग बसेर सल्लाह लिएर कसरी गर्न सकिन्छ। अहिले हिउँदमा काठे पुल लगाएर जाने गरेको छ भन्नुभएको छ, त्यसलाई पक्की पुल बनाउन कसरी सकिन्छ, ती योजनाहरू अहिले यहाँबाट म यो गर्छु भनेर घोषणा गर्नभन्दा पनि त्यही ठाउँको भूगोल हेरेर त्यही ठाउँको आवश्यकता हेरेर हामी त्यो छलफल गरेर ती कुराहरू कसरी पुरा गर्न सकिन्छ, 5 वर्षको बिचमा त्यहाँ कसरी हामी लाग्न सक्छौँ भनेर म एकदम प्रतिबद्धताका साथ त्यसमा लाग्नेछु। यो मेरो प्रतिबद्धता हजुरलाई व्यक्त गर्छु। अनि रासोपाको शासकीय स्वरूप कस्तो छ भन्नुभएको छ। हो यो कुरा भनेको एकदमै गम्भीर प्रश्न उठाइदिनु भयो, यसको लागि धन्यवाद यहाँलाई। जहिले पनि हुन्छ नि हामी गाउँघरमा जाँदाखेरि तिमीहरूको रासोपाको नीति नै छैन, तिमीहरू प्रदेश चाहन्छौ कि चाहँदैनौ भनेर हुन्छ नि जसले पनि भ्रम फैलाइरहेको पाएका छौँ। र अहिले धेरै साथीहरूले इन्टरनेटमा हेर्ने साथीहरूले त हाम्रो विधान डाउनलोड गरेर हेरिसक्नु भएकोले उहाँहरूलाई थाहा भइसकेको छ हामी प्रदेश सभा हुनु हुँदैन भन्ने उस कुरामा प्रष्ट छौँ। हामीले प्रदेशमा 550 सांसद पाल्न सक्दैनौँ अथवा प्रदेशमा 550 सेतो हात्ती पाल्न सक्दैनौँ भन्ने कुरा हाम्रो विधानमा प्रष्ट लेखिएको छ। तर त्यसको लागि के चाहियो? 2/3 को सरकार बनेर हामी बहुमतको सरकार र हामीलाई सहयोग गर्ने हाम्रो उद्देश्यमा अथवा समान उद्देश्य भएका पार्टीहरू बीचको सहकार्यमा संविधान पुनर्लेखन गर्नुपर्नेछ र त्यो अवस्था पुर्याउनको लागि हामी हर सम्भव प्रयास गर्नेछौँ र त्यो प्रदेश सभा हुँदैन। प्रदेश सभा कुनै पनि हालतले यति खर्चिलो हामीले धान्न सक्दैनौँ भन्ने छ। अनि अर्को भनेको हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेर हाम्रो विधानमै लेखेको छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने त्यसले राजनीतिक स्थायित्व दिन्छ र त्यो 5 वर्षको सरकार बन्छ र त्यो 5 वर्षको सरकार बन्दै गर्दा त्यसले बीचमा हुन्छ नि सांसदहरूको किनबेचले ढल्ने, पार्टी फुट्ने यी कुराहरूले गर्दा जनताले आफ्नो जनप्रतिनिधिलाई 5 वर्षमा जुन अपेक्षा गर्नुभएको हुन्छ नि विकासको, ती अपेक्षाहरू पुरा हुन नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सांसद मन्त्री हुन नपर्ने होला। कुनै क्षेत्रको विज्ञ होला भने केही पर्सेन्टको आधारमा त्यो विज्ञलाई मन्त्री बनाउन सकिएला, तर त्योभन्दा पनि ती प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीले निर्वाचित प्रधानमन्त्रीले विज्ञहरूको मन्त्रीमण्डल बनाउने। त्यो भइसकेपछि के हुनेछ भने सांसद भएर गइसकेपछि फेरि धेरै साथीहरूलाई मन्त्री हुने आश पलाउँछ र फेरि यता लाग्ने कि उताबाट मन्त्री हुन सकिन्छ कि यो गुटमा लाग्ने कि त्यो गुटमा लाग्ने कि यसलाई भनेर हुन्छ कि भनेर विकास निर्माणमा अथवा संसदमा आफ्नो जुन भूमिका खेल्नु पर्ने थियो नि त्यो प्रभावकारी भूमिका त्यतातिर नलागिकन यो पदको लोभमा लाग्ने अवस्था आउन सक्ने भएकोले हामीले त्यो कुराहरू हाम्रो विधानमा स्पष्ट गरिसकेका छौँ। र त्यसैले यहाँहरूलाई कसैले सोध्यो भने
रासोपाको विधानमा प्रष्ट भएका कुराहरू भनिदिनु होला। फेरि यहाँ अलिकति झुक्किन नहुने कुरा भनेको प्रदेश र प्रदेश सभा छ है। प्रदेश सभा भनेको चाहिँ प्रदेशमा त्यो सांसदहरू छन् नि 550 जना। प्रदेश बीचमा पनि पहिला हाम्रो के थियो 5 विकास क्षेत्र, 14 अञ्चल, 75 जिल्ला र एउटा पुरै देश थियो हैन। अहिलेको संविधानले जिल्लालाई चिन्दैन, जिल्ला छैन हाम्रो संविधान अनुसार। तर केन्द्रले आफ्नो प्रभाव जमाइराख्नको लागि जिल्ला राखिरहेको छ। यहाँ मैले जोड्न खोजेको के भने बीचमा एउटा समन्वयकारी युनिट चाहिँ आवश्यकता रहेछ र प्रदेश हुन्छ तर प्रदेशमा सभासदहरू हुँदैनन् र प्रदेशमा अहिले के भयो भन्दाखेरि केन्द्रमा हावा चल्यो भने प्रदेशको पात हल्लिन्छ के। यहाँ सानो सरकार फेरियो भने प्रदेश प्रमुख फेरेको छ, मुख्यमन्त्री फेरेको छ, दुनियाँ हुन्छ त्यहाँ फेरि त्यो के भन्छ प्रदेश सभाको सभामुख फेरेको छ, हरेक कुरा हुन्छ त्यो त्यहाँ किनबेचको अवस्था अथवा यो फेरिने अस्थिरता आएकोले हामीले चाहिँ प्रदेशमा मुख्यमन्त्री हुँदा मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित गर्ने, किनकि त्यो प्रत्यक्ष निर्वाचित हुँदा उहाँले 5 वर्षसम्म काम गर्न सक्नुभयो र प्रदेशमा कुनै पनि सदस्य नहुने र प्रदेशमा हामीले एउटा काउन्सिल भनेका छौँ। त्यो भनेको कस्तो काउन्सिल हो भने स्थानीय निकायमा चुनाव जितेर आउनुभएका स्थानीय प्रतिनिधि हुनुहुन्छ नि। जस्तै हामी गण्डकी प्रदेशको भएकोले गण्डकी प्रदेशकै उदाहरण लिउँ। त्यहाँ 85 वटा पालिका छन्। 85 वटा पालिका र तिनीहरूका वडामा जित्नुभएका प्रतिनिधिहरू को उनीहरूको दलले पाएको त्यो सदस्य प्रतिनिधि सङ्ख्याको आधारमा उहाँहरूले चाहिँ यता प्रदेश परिषदमा दुईवटा मात्रै बैठक हुन्छ। मैले अलिकति बुझाउनु पर्ने भएकोले केही समय लिएँ यसमा। 2वटा बैठक, एउटा चाहिँ नीति तथा कार्यक्रम अधिवेशन हुन्छ, एउटा चाहिँ बजेट अधिवेशन हुन्छ। त्यसमा प्रदेशमा सदस्य नभएपछि कसले पास गर्ने त त्यो भन्ने कुरा आउँछ। अब मानौँ राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशमा अब आउने यो स्थानीय निकायको निर्वाचनपछि हाम्रो 70% रहेछ। हाम्रा हुन्छ नि वडा अध्यक्ष, वडा सदस्य अथवा पालिकाको अध्यक्ष अथवा नगरपालिकाको मेयर गरेर 70% रहेछ भने 70% प्रतिनिधित्व चाहिँ उहाँले त्यो 2वटा अधिवेशनमा मात्रै जानुहुन्छ के। त्यहाँ गएपछि के हुन्छ भने स्थानीय तहकै मान्छे त्यो पार्टीले पठाउँछ। त्यसमा यो मेयर जाने, यो वडा अध्यक्ष जाने, यो हुन्छ नि वडा सदस्य जाने भनेर पार्टीले निर्णय गरेर पठाउँछ। त्यो पठाउँदा के हुन्छ नि अलि जाने बुझेकोलाई पठाउनुपर्छ है। त्यहाँ गइसकेपछि त नीति कार्यक्रममा बहस गर्न सक्ने चाहियो नि त भनेर त्यो अधिवेशनमा जानुहुन्छ उहाँहरूले। किनकि उहाँले स्थानीय निकायबाटै भत्ता लिइसक्नु भएको भएपछि त्यो परिषदमा जाँदा उहाँहरूलाई कुनै पनि भत्ता दिनु परेन अथवा उहाँलाई वार्षिक रूपमा भत्ता दिनु परेन र त्यो मिटिङ भत्ता मात्रै दिए भयो। त्यो 2-3 दिनको कार्यक्रम होला। अनि त्यसो गर्दा के हुन्छ भन्दा स्थानीय आवश्यकता, मानौँ कुनै वडामा बाटोको आवश्यकता होला, कुनै वडामा स्कुलको आवश्यकता होला, कुनै वडामा स्वास्थ्य चौकीको आवश्यकता होला। त्यो हुँदा उहाँहरूले आवश्यकता त्यो क्षेत्रको आवश्यकता अनुसारको यता नीति कार्यक्रम बन्ने भयो क्या। अनि आवश्यकता अनुसारको बनिसकेपछि जनताका अपेक्षाहरू छिटो पुरा हुन सक्ने भयो। त्यसैले हामीले बनाउने यो प्रदेशमा कुनै सभासद हुँदैन, त्यसमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने हो र त्यसले चाहिँ के गर्छ केन्द्र र स्थानीय तह बीचको समन्वयको भूमिका खेल्ने काम गर्दछ। त्यसो हुँदा अहिले मैले भने जस्तै आवश्यक विकासहरू पुग्ने भयो र सरकारको अनावश्यक फजुल खर्च 550 जनालाई पाल्ने खर्च र 550 जनाको फेरि अरू के हुन्छ उहाँहरूको स्वकीय सचिव, उहाँहरूको विभिन्न किसिमका सेवा सुविधा तिनीहरू दिनु परेन र स्थानीय तहबाटै हुने भएकोले उहाँहरूले स्थानीय तहबाटै पाइरहनु भएको सुविधाले हुन्छ। र बजेट अधिवेशन पनि त्यही 2-3 दिन हुने हो, नीति तथा कार्यक्रम अधिवेशन पनि त्यही 2-3 दिन हुने हो। त्यसले गर्दा खर्च कटौती हुने, स्थानीय आवश्यकता पुरा हुने, हाम्रो संरचना चाहिँ त्यस्तो हुन्छ। र अनि त्यसपछि के हुन्छ केन्द्रमा सरकार बदलिए पनि प्रदेश सरकार बदलिने भएन, किनकि प्रत्यक्ष कार्यकारी भएपछि 5 वर्ष उहाँले नै चलाउने भयो। र उहाँले के गर्नुहुन्छ भने प्रदेशको जनसङ्ख्याको आधारमा र प्रदेशको भूगोल अथवा क्षेत्रफलको आधारमा एउटा विज्ञहरूको टिम बनाउनुहुन्छ। त्यसलाई मन्त्री परिषद भनौँ अथवा विज्ञ हुन्छ नि कार्यकारी परिषद भनौँ होइन। त्यो 5 देखि 7 जनाको बनाउनुहुन्छ र त्यतिले चलाउँछ। त्यो भनेको पहिलाको जस्तो विकास क्षेत्र, अञ्चल, जिल्लाहरू केही पनि हुने भएन र त्यो भनेको एकदमै खर्च भनेको मलाई लाग्छ अहिलेको संरचनाको आधारमा 1% जति खर्च भए पनि पुग्ने किसिमको त्यो संरचना बन्छ। त्यो चाहिँ एकदमै चुस्त रूपले हुन्छ नि काम गर्न सक्ने संरचना बन्छ। र हाम्रो प्रशासकीय स्वरूप भनेको यो हो। र यहाँहरूले चाहिँ यो कुराहरू रासोपाको यो छैन त्यो छैन भन्नेलाई चाहिँ प्रश्न बुझाइदिनु होला। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पनि यो प्रश्न छ र यहाँहरूले अनलाइनबाट पनि त्यो प्रश्न हेर्न सक्नुहुन्छ।
अनि यहाँ अर्को प्रश्न छ, गाली नगरौँ भनेर कृष्णराज सरले भन्नुभएको रहेछ। यहाँको सुझावको लागि धन्यवाद। अनि शिवहरि सरले बाटोको समस्या, शिवहरि अधिकारी सरले बाटोको समस्या भन्नुभएको छ, त्यही त अहिले मैले भनिसकेँ होइन। लमजुङमा सबै हुन्छ नि कालोपत्रे गरिएको सडक अत्यन्तै कम छ र कालोपत्रे गर्न पर्ने ठाउँमा पनि केही समस्याहरू आइरहेका छन्। त्यसैले कालोपत्रे गर्ने अनि सुरक्षित सडकहरू विस्तार गर्ने, ग्रामीण सडकहरू बनाउने, कृषि सडकहरू बनाउने, यी कामहरू स्थानीय आवश्यकताको आधारमा अहिले मैले भनिसकेँ। अहिले हामी यो बाचापत्रको लागि सुझाव सङ्कलन पनि हो अहिले घर दैलो अभियान भनेकोले, ती लिइरहेकोले सडकको समस्या हामी एकदमै यो आवश्यकताका आधारमा हल गर्दै जानेछौँ। अनि सन्तोष जोशी सरले भन्नुभएको छ होइन, यो हाम्रो शिशिर खनाल सरले पनि यसको उत्तर दिइसक्नुभयो। सांसदको भूमिका र अथवा के अरे सांसदले के गर्न सक्छ के गर्न सक्दैन, स्थानीय सरकार र सांसदको काम के कुरामा फरक हुन्छ भन्नुभयो। त्यही त स्थानीय सरकार भनेको सबैभन्दा जनतासँग दिनदिनै अथवा हाम्रो दैलोको सरकार भन्छ क्या स्थानीय सरकारलाई। दैलोको सरकार भनेको किन वडाध्यक्ष भनेको त्यहीँको वडाध्यक्ष हुने, त्यहीँको स्थानीय आवश्यकता पुरा गर्ने र वडा सदस्यहरूले पनि त्यहीँको कुरा जनतासँग दिनदिनै जोडिने भएकोले त्यो दैलोको सरकारले गर्ने काम भनेको उहाँहरूको त्यो मेयरहरू, उपमेयर अथवा यता गाउँपालिका अध्यक्ष उपाध्यक्षहरूको त्यो एक्जिक्युटिभ भन्छ नि कार्यकारी अधिकार हुन्छ र त्यहाँ बजेट विनियोजन भएको हुन्छ। सरकारले, केन्द्र सरकारले, प्रदेश सरकारले दिने बजेट पनि त्यही निकायहरू मार्फत, कति केन्द्रकै योजनाहरू मार्फत जान्छ भने अधिकांश जनतासँग प्रत्यक्ष सरोकार राख्ने बजेटहरू भनेको त्यही स्थानीय सरकार मार्फत जाने भएकोले उहाँहरूलाई नै जिम्मेवार बनाउने हो। यहाँहरूले लमजुङका अहिलेका गाउँपालिका नगरपालिकाका त्यो बजेट हुन्छ नि हेर्नुभयो भने, अनि महालेखा परीक्षक कार्यालयले निकालेको रिपोर्ट हेर्नुभयो भने त्यहाँ के छ भन्दाखेरि करोडौँको बेरुजु छ। बेरुजु भनेको थाहा हजुरहरूलाई अलिकति धेरै हजुरहरूलाई त थाहा छ, तर त्यो बेरुजु भनेको कति कुराहरू उहाँले कागज मिलाएर पनि हुन्छ नि, कागजमा मिलायो, काम वास्तविक काम सकिएको छैन, कागजमा सकिसकेर मिलेर कहिलेकाहीँ त्यो नदेखेर त्यसरी मिलाइसकेका छन्। त्यसरी पनि मिलाउन नसकेर हुन्छ नि गर्नै नपाउने खर्च गरेर कागजमा पनि मिलाउन नसकेका करोडौँ छन्। 20 करोड, 22 करोड, 25 करोड हुन्छ नि प्रत्येक पालिकाहरूको, त्यो छन्। त्यसैले उनीहरूले अहिलेसम्म गरेका ती हाम्रा जनप्रतिनिधिहरू र त्यहाँका स्थानीय सरकारका कर्मचारीहरूले गरेका बेरुजुहरूप्रति चाहिँ उनीहरूलाई जिम्मेवार बनाएर त्यो बेरुजु उठाउनै पर्छ र त्यो बेरुजु उठाएर अब बन्ने सरकारलाई एकदमै यो पारदर्शिताका साथ, जिम्मेवारिताका साथ काम गर्ने बनाउने हो। हामीले त्यो काम गर्ने बनाउँछौँ र सबैभन्दा ठुलो कुरा भनेको केन्द्रमा नीति, नियम, ऐन, कानुन छ नि त्यो राम्रो बनाइदियो भने, एउटा विधि र पद्धतिमा सरकार चल्यो भने मलाई सानो कामको लागि पनि हजुरहरूले सांसद भेट्नुपर्ने, सानो कामको लागि पनि शिक्षक सरुवाको लागि पनि मन्त्रीलाई आएर भेट्नुपर्ने हुन्छ नि। अहिले यस्तो अवस्था छ कि मैले हाम्रो डाक्टर महावीर पुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुँदाखेरि सानो सानो कुरा हुन्छ नि, जुन कुरा स्थानीय त्यो के भन्छ त्यहाँ सरकारको शिक्षा शाखाले गर्नुपर्ने काम अथवा एउटा स्कुलले गर्नुपर्ने काम त्यो पनि त्यहाँ नगरिदिएर मन्त्रीलाई भेट्न, मन्त्रीको दैलोसम्म चार्नुपर्ने अवस्था छ नि, त्यो कुराको अन्त्य हुनैपर्छ र हामी त्यो अन्त्य गरेरै छाड्छौँ। र त्यति भयो भने जनता र यो के भन्छ सरकार बिचको दूरी बढ्दैन र हामीले सानो कुरामा पनि त्यहाँसम्म धाएर दुःख पाउनुपर्ने अवस्था आउँदैन र त्यो काम हामी गर्छौँ। र मैले भनिहालेँ, हामी विशेष गरी अहिले काम नगरेका ऐनहरू छन् नि, ऐन कानुनहरू, त्यसलाई हामीले यो के भन्छ ऐनको अडिट गर्ने भन्छ कि, जस्तै हामीले खर्चको अडिट गर्छौँ नि, ऐनको पनि अडिट हामीले केही गर्न सुरु गरिसकेका छौँ र पुरै अडिट गरेर के कुरा ठिक छ, के कुरा थोरै सुधारे ठिक हुन्छ, के कुरा पूर्ण रूपले पुनर्लेखन गर्नुपर्छ, ती कुराहरू गरेर त्यस्ता ऐनहरू संसदबाट पास गरिसकेपछि मजाले काम गर्न सक्छौँ। र यहाँहरूको यो प्रश्नहरू लगभग मैले कभर गरेँ जस्तो लाग्छ र अब थोरै कुरा मैले यहाँ थप्न चाहेँ। अब माहौल छ भन्दैमा हामी ढुक्क भएर नबसौँ। यहाँहरू विभिन्न अध्ययन अनुसन्धान, पेसा, व्यवसाय अथवा यहाँ माइग्रेसन भएर हुन्छ नि बसाइ सराई गरेर काठमाडौँमा आएर बस्नुभएको छ। यहाँहरूलाई लमजुङको अथवा आफ्नो त्यो घरको माया यति धेरै छ नि, मलाई म त्यो बुझ्न सक्छु। कति बुवाहरू हुन्छ नि, कति आमाहरू गएर हुन्छ नि, ओहो मेरो सास त त्यही घरमा गए हुन्थ्यो, मेरै ठाउँमा गए हुन्थ्यो, अथवा मलाई अन्तिम दाह संस्कार त्यही नदी, हाम्रै घर छेउको नदी किनारमा गरिदिए हुन्थ्यो, त्यहीँ जान पाए हुन्थ्यो भन्ने छ।
त्यसैले लमजुङको विकास गर्ने हो भने, लमजुङलाई हामीले चाहे जस्तो लमजुङ बनाउने हो भने, अथवा हामीले त्यहीँ बसेर स्वच्छ हावा खाएर अनि आरामको जिन्दगी बिताउने हो भने लमजुङको विकास गर्नै पर्छ। जब विकास गरिन्छ नि, विकास गरिसकेपछि हामी यहाँ यो धुवा धुलो खाएर विभिन्न किसिमका शास्ति भोगेर यहाँ राजधानीमा बस्नुपर्ने छैन। त्यसैले त्यहीँ राम्रा शिक्षा विद्यालयहरू भयो, त्यहीँ राम्रो अस्पताल भयो, त्यहाँका सडक राम्रा भए, त्यहाँ कृषिमा उत्पादन भएका वैज्ञानिक आधुनिक कृषिबाट कृषिको उत्पादन बढाइयो भने र उत्पादनसँग हाम्रा मतदाताहरूलाई अथवा त्यहाँका जनताहरूलाई जोड्न सकियो भने, ऊर्जा क्षेत्रमा विकास गर्न सकियो भने, वन जङ्गल अथवा जडीबुटीको हुन्छ नि उत्पादन गर्न सकियो भने, अहिले भने जस्तै इको टुरिज्म, साहसिक टुरिज्मको विकास गर्न सकियो भने हामीलाई यहाँ आउनुपर्ने आवश्यकता छैन। र त्यसको लागि अहिले चाहिएकै एउटै कुरा हो, नेतृत्व, राम्रो नेतृत्व चाहिएको हो। त्यसैले यहाँहरूले, मैले अघि पनि भनिसकेँ, अब यहाँ बसेर त्यहाँ गएर फोनमा भनेर अथवा भेटेर अथवा मैले कोसँग कुरा गर्नुपर्छ, म कुनै विज्ञसँग कुरा गर्नुपर्छ, कुनै अनुभवीसँग कुरा गर्नुपर्छ, कसैले हुन्छ नि अलिकति हामीप्रति सद्भाव राख्नेहरूसँग कुरा गर्नुपर्छ भने त्यो कुरा हामीसँग ल्याइदिनु होला र यहाँहरूले नै हो त्यो बनाउने। हामी कस्तो भइरहेको छ भने भोट हाल्दा काम नगर्नेहरूलाई हुन्छ नि, ओहो मेरो रगतमै पार्टी थियो, रगतमै पार्टी भएपछि म छोड्न सक्दिनँ भनेर हाल्ने। मैले भन्ने गरेको छु त्यो रगतमा पार्टी होइन, क्यान्सर छ तपाईँहरूको। त्यो रगतमा भएको, हामी भन्छौँ रासोपालाई पनि रगतमा नराख्नुहोस् है भन्छौँ हामी, किन रगतमा गइसकेपछि त्यो क्यान्सर हुने रहेछ। त्यो क्यान्सर भइसकेपछि जेसुकै होस्, जसले जेसुकै भनोस्, आफ्नो पार्टीको बारेमा अलिकति नराम्रो कुरा गर्यो भने त्यसमाथि जाइ लाग्ने हुन्छ नि, त्यो हुने रहेछ। त्यसैले रासोपा पनि रगतमा नराख्नुहोस्, हामीलाई मूल्याङ्कन गर्नुहोस्, राम्रोलाई राम्रो भन्नुहोस्, नराम्रोलाई नराम्रो भन्नुहोस् र त्यही कुराको आधारमा यहाँहरूले त्यो त्यहाँका मतदाताहरूलाई बुझाइदिनु होला, आफू गइदिनु होला। अहिले त अब मतदाता नामावली यहाँ भएकोलाई सार्नुहोस् भन्न मिलेन होइन, 84 मा हुन्छ, सार्छौँ भनेर कति बुवा आमा दाजुभाइ दिदीबहिनीहरूले भन्नुभएको थियो, सार्न नसक्ने अवस्था भयो। तैपनि यहाँ बसेर अथवा देश विदेशमा भएका छोराछोरीहरू मार्फत सबैतिरबाट यी कुराहरू गरिदिनु भयो भने हामी जतिको मान्छेले अथवा हजुरहरू जस्तो एउटा बुझ्नु भएको यो हाम्रा अभिभावकहरूले आफ्नो भूमिका निर्वाह गरिदिनु भयो भने हामी अब पुरानोलाई अथवा काम नगर्नेलाई भोट हाल्ने, फेरि तिनीहरूलाई गाली गर्ने हुन्छ नि। पछि गरियो भने के हुन्छ भने आकाशतिर फर्केर थुक्यो भने के हुन्छ, त्यो छिटा त आफ्नै मुखमा पर्छ। त्यसैले अब आकाशतिर फर्केर हुन्छ नि कुनै कमजोरीले गर्दाखेरि कहिले पार्टीमा लागेर आस्थाका कारणले गरियो होला, त्यो बिर्सिदिनुहोस्। अब यसपटक पार्टी परिवर्तन गर्न सकिन्छ, पार्टी परिवर्तन गर्दा एकदमै हामी खुसी हुनेछौँ। सकिँदैन भने मत परिवर्तन गरिदिनु होला। यसपटक यहाँहरूले मत परिवर्तन गर्नुभयो भने हामी देशको अवस्था परिवर्तन गर्नको लागि कुनै कसर बाँकी नराखिकन लाग्नेछौँ र देश परिवर्तन हुन्छ। हाम्रै पालामा देश परिवर्तन गर्नुपर्छ। एउटा पुस्ताले योगदान गर्यो भने देश बन्छ भन्ने कुरा हामीले दक्षिण कोरियाबाट देखेका छौँ। हामीले पठाएको चामल खाएर बाँचेका उनीहरू त्यहाँ कुनै बेला खान नपाएर वन जङ्गलमा गएर फट्याङ्ग्रा टिपेर त्यसलाई उमालेर नुनसँग चोपेर खानेहरू, त्यो बाध्यता र व्यवस्थाले जुन गरिबीका कारणले गर्नेहरू आज हामीलाई हेर्नुहोस् त 3 लाख 4 लाख महिनाको तलब हुने गरी रोजगारी दिनुभएको छ। हामी त्यहाँ बङ्गुरको खोर सफा गर्नको लागि जानको लागि मरिहत्ते गर्छौँ। त्यो कसरी भयो त भने त्यहाँ एकजना पाक जोङ्गी भन्ने लिडर हुनुहुन्थ्यो। त्यही पाक जोङ्गी भन्ने लिडरले 30 वर्षको अवधिमा माग्नेको देशबाट दिनेको देशमा पुर्याउनु भएको हो। त्यो देशलाई त्यो एउटा नेतृत्व सही तरिकाले काम गरिदियो भने, नियत सफा राखेर काम गरिदियो भने देश बन्छ। हामी त त्योभन्दा पनि के छ, कोरिया त उनीहरूको त्यहाँ कच्चा पदार्थ पनि विदेशबाटै लाने, त्यहाँ चाहिँ कुनै टेलिभिजन गाडी हुन्छ नि विभिन्न किसिमका औद्योगिक उत्पादन मात्रै त्यहाँ गर्ने र त्यसलाई फेरि निर्यात गर्ने, बाहिरै पठाउने, त्यसरी बनेको देश हो। तर हाम्रो देश हेर्नुहोस् त प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ। हामी मसल्स पनि छ, हाम्रो माइन्ड पनि छ, भनेको हाम्रो पाखुरामा बल छ, हाम्रो दिमाग पनि छ। त्यसैले धेरै चिज छिटो गर्न सक्छौँ र आगामी 10 वर्षभित्र नेपाललाई हामीले मध्यम आय भएको देशमा पुर्याउन सक्छौँ। त्यो भनेको ठुलो कुरा छैन। मध्यम आय भएको देश भनेको थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया छन् नि, यी देशहरूको दाँजोमा पुर्याउन सक्छौँ। ती देशहरूको दाँजोमा पुर्याउन सक्यो भने अहिले हाम्रा पूर्व शिक्षा मन्त्रीले भने जस्तै बाध्यताले हामी विदेश जानु पर्दैन। 30-40 हजार अथवा 40-50 हजार महिनाको तलब खानको लागि विदेश जानु पर्दैन र त्यो तर
के भन्छ त्योभन्दा बढी कमाउँछु अथवा केही सिकेर आउँछु, केही पढेर आउँछु अथवा रहरले जान मैले भने जाने कुरा फरक छ। तर बाध्यताले विदेश जानुपर्ने अवस्था आउँदैन र त्यो अवस्थामा पुर्याउनको लागि यहाँहरूले प्रयास गरिदिनु होला। र मैले भन्ने गर्छु, मेरो बुवा अहिले 90 वर्षको हुनुहुन्छ। मेरो बुवा यो संसारमा हुँदा नै उहाँले परिवर्तनको महसुस गर्न पाउनुपर्छ र त्यो भनेको हामीले गर्यौँ भने आउने 5 वर्षमा राम्रो काम गर्यो भने ओहो गर्यो भने त हुँदो रहेछ है भनेर त्यो अवस्थामा वृद्ध अवस्थामा भएको बुवा आमाहरूले पनि परिवर्तनको महसुस गर्नु पर्यो र हामी जतिको उमेरकाले त त्यो परिवर्तनबाट आएको फल हुन्छ नि त्यो चाख्नै पाउनु पर्यो र बालबच्चाहरूले त्यो परिवर्तनसँगै अझै देशलाई समुन्नत बनाउँदै हाम्रा बालबच्चाहरूले त्यो अवस्थामा पुर्याउन सक्नु पर्यो र यहाँहरूले त्यो कुरा मनन गरेर अब सबैको जिम्मेवारी हो हामी यो देश बनाउने, विशेष गरी लमजुङ हाम्रो लमजुङ बनाउने जिम्मेवारी हो भन्ने महसुस गरिसक्नु भएको छ र आफ्नो आफ्नो ठाउँबाट सबैलाई भनिदिनु होला। अहिले दुष्प्रचार गर्न थालिसकेका छन् उनीहरूले, त्यो दुष्प्रचारबाट डराउनु पर्दैन। चुनाव आउँदै गर्दा केसम्म भनिदिन्छन् भन्दाखेरि तनहुँको उपनिर्वाचनमा गत उपनिर्वाचनमा स्वर्णिम वाग्लेको के अरे हाम्रो पार्टी सभापति रवि लामिछानेकै जस्तै देखिने फेसबुक एकाउन्ट बनाएर त्यहाँबाट उनीहरूले के लेख्नुभयो भन्दाखेरि तनहुँमा रासोपाले काङ्ग्रेसलाई सहयोग गर्ने र चितवनमा काङ्ग्रेसले रासोपालाई सहयोग गर्ने निर्णय गरियो भनेर हाम्रो पार्टी सभापतिकै जस्तो फेसबुक एकाउन्ट बनाएर त्यो मतदानको अघिल्लो दिन त्यहाँबाट छ्याप्ती बनाउनु भयो सामाजिक सञ्जालमा। सबैलाई होक्यारे भन्ने पर्यो होइन, ओहो रासोपा त यस्तो गयो गुज्रेको पार्टी रहेछ, पार्टी सभापति त यस्तो पो रहेछ, आफ्नो स्वार्थको लागि यसो गरेछ भनेर हुन्छ नि रातारात हल्ला फिजाउनु भयो। तर त्यहाँ के थियो, सबै मतदाताहरूलाई यो हुँदै सक्दैन भनेर उतिखेर त्यो कुरा 1 घन्टाको बिचमा हामी चिर्न सफल भयौँ। त्यसैले लमजुङमा आउँदै गरेको निर्वाचनमा पनि धर्मकेसीले यो उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लियो रे, धर्मकेसी मर्स्याङदी पारीको उम्मेदवार यताबाट दिएको भोट उसलाई जाँदैन भनेर हुन्छ नि, यस्ता अथवा उताबाट दिएको भोट यता आउँदैन भनेर दुष्प्रचारहरू गर्छन्। त्यसमा यहाँहरूले के भनिदिनु पर्यो भने लमजुङ सङ्घको लागि एउटै निर्वाचन क्षेत्र हो, जहाँबाट मत दिए पनि घन्टी चिन्हमा मत दिएको, प्रत्यक्षमा दिएको मत धर्मकेसीलाई जाने हो र समानुपातिकमा दिएको मत रासोपालाई जाने हो भनेर प्रश्नसँग हजुरहरूले यो कुरा पनि सन्देश पुर्याइदिनु होला। र कुनै पनि किसिमका अफवाह फैलियो भने पनि रासोपा कहीँ कतै निर्वाचनदेखि डराएर भाग्ने, कसैसँग तालमेल गर्ने, यो अपवित्र गठबन्धन गर्ने पार्टी होइन। त्योसँग भ्रम नपरिदिनु होला र त्यस्ता कुनै सामाजिक सञ्जालमा यी मौन अवधिमा फैलाउने भ्रमहरूलाई हजुरहरूले यहीँबाट मैले अनुरोध गरेँ, यो सबै भ्रम हो, यो कुनै पनि कुरा सत्य होइन भनेर त्यस्ता कुराहरूलाई चाहिँ बुझाइदिनु होला। र त्यति भयो भने मलाई लाग्छ हामीले त भन्ने गरेका छौँ हामी 42,318 मतसहित विजयी हुन्छौँ भनेर हाम्रा साथीहरूले निकाल्नु भएको आँकडाले त्यो देखाएको छ। 42,318 मत साथ विजयी हुने लक्ष्यमा अझै थपिने हो कि जस्तो नि लागिरहेको छैन। यो उत्साह उमङ्ग देख्दाखेरि भित्रभित्रै हुन्छ नि सबै रासोपामय भएको छ र उहाँहरूले त्यहीबाट आत्तिएर अनेक थरी अफवाह फैलाउनु हुनेछ र त्यो 42,318 पुर्याउनको लागि यहाँहरूले हरेक आफ्नो तर्फबाट प्रयास गरिदिनु हुनेछ र गरिरहनु भएको छ भन्ने मलाई पूर्ण विश्वास छ। र यति भन्दै यहाँहरूको यो गरिमामय उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्दै यहाँहरूसँग बिदा हुन्छु र हस्, धन्यवाद, नमस्कार।